everyone guys, welcome back to my another vlog. आज चाहिँ विशेष गरी म टोकियोको यो हिउँको छोटो भ्लग मिनी भ्लग लिएर आएको छु। तपाईहरुलाई स्वागत छ यो नाइट भ्लगमा। यो राति चाहिँ किन यस्तो भ्लग ल्याएर आयो भन्दाखेरि विशेष गरी हेर्नुस्, आज चाहिँ फाइनली करिब अन्तिमतिर होला हो। यो अहिले मार्चको चाहिँ 4 तारिकमा चाहिँ भव्य एकदमै ठुलो हिउँ परेछ र जीवनयापन अस्तव्यस्त छ। तपाईहरु देख्न सक्नुहुन्छ। जीवनयापन अस्तव्यस्त भएको छ, हिँड्न पनि गाह्रो, कति चिसो हो। ओ तेरी मर्न लाग्यो। क्रेनहरु त सेतै भएको छ। गाडीहरु यता हेरौँ। रातिको भ्यू यस्तो छ है टोकियो जापानको हिउँ परेर। म चाहिँ यहाँ हिँड्दै छु है। अच्छु